IBIS होटल होइन 5 स्टार IBIS त्यो चाहिँ हाम्रो होटलको अपोजिटमा हाम्रो होटल चाहिँ त्यहाँ छ हेर्न सक्नुहुन्छ होइन होटलको बिल्डिङ चाहिँ यो गोलो बिल्डिङ हो होइन कन्कोर्ड हामी चाहिँ त्यसको अपोजिटमा छौँ होइन हाम्रो होटल चाहिँ यो हो होइन IBS ल्याउनु IBS अहिले हामीले फुल खिचेको फोटो चाहिँ होटल चाहिँ हो है खतरा चाहिँ होटल पनि त्यसो भन्दाखेरि अहिले चाहिँ हामी नेक्स्टो जाँदैछौँ होइन दाइलाई चाहिँ काजु किसमिस बदाम चाहियो अरे सामानहरू त्यही भएर हामी जाँदैछौँ नेक्स्टोमा सो दाइ चाहिँ आउनुहुन्छ होइन एज यु क्यान सी मनपिसन दाइ I'm Vishnu Prasad Devkani from Gulmi. फ्रम गुल्मी Nowadays I am in Puja. हेर्नु सक्नु पुजेरा जस्तो छ होइन लाइक दुबई भने दुबई हो कि सो यहाँ जताभावी चाहिँ फोटो भिडियो अलाउ छैन होइन भए पनि हाम्रो बिन्दाल चाहिँ अब मोबाइल झिकिसकेको कारणले गर्दाखेरि त्यस्तो हो हेर्नु होइन गर्मी चाहिँ भन्नुहुन्छ भने उत्पात छ मलाई पानी प्यास लागेर म चाहिँ नो निड त्यहाँ चाहिँ ट्याक्सीले चाहिँ हामीलाई ट्याक्सी चाहिन्छ भनेर सोध्यो होइन हामीलाई चाहिँदैन भन्यो होइन ट्याक्सी किन चाहियो हामीलाई होइन हामी हिँड्दै जान्छौँ नि ये बड़ी अच्छी बात कही त्यो कति हामी जाने भनेको चाहिँ उहाँ परकै तपाईँले देखाउँछु होइन ऊ त्यो बिल्डिङ हो त्यो ठुलो बिल्डिङ छ नि ऊ त्यो हो यो बिल्डिङमा जाने हामी होइन त्यहाँ चाहिँ ठुलो मार्केट छ कि सो त्यहाँनिर चाहिँ अनि हामी यसो घुम्छौँ होइन लिने त खासै त्यस्तो केही पनि होइन तर यसो घुमाउन भनेर हिँडेको गर्मी यस्तो छ बाप्रे बाप दिउँसोको कति बज्यो अहिले भन्दाखेरि कति बज्दै ठ्याक्कै 2:30 भयो यार ठ्याक्कै 2:30 भयो बुढापाकालाई कुरा मिल्छ भने त्यो हुन्छ भएर चाहिँ हेर्नु सक्नु होइन 2:30 भयो भर्खरै सो त्यहाँ जान लागेको हामी चाहिँ अब हामी टक्कसँग लाएर उता पारी जान्छौँ पहिला होइन अनि त्यसपछि आएर यहाँ अन्डरग्राउन्ड छ होइन हेर्न सक्नुहुन्छ डेभलप भन्नुहुन्छ भने डेभलपको मामलामा त दुबई हो नि यार यो साइडमा चाहिँ फुजियाराको एयरपोर्ट छ यो साइडमा चाहिँ होइन सबै बिल्डिङै बिल्डिङ भयो होइन यो साइडमा चाहिँ हाम्रो दाइ हुनुहुन्छ 2 थरी त्यसमा लाएर हिँडेछन् भित्र अलगै बाहिर अलगै सो अब तपाईँले देखाउँछु म होइन यहाँको अन्डरग्राउन्ड कत्रो हुन्छ हाम्रो लगभग नेपालको चाहिँ होइन नेपालको चाहिँ कस्तो भन्दाखेरि लाइक हाइवे जत्रो चाहिँ यहाँको अन्डरग्राउन्ड हुन्छ कि अब देखाइहाल्छ तपाईँलाई होइन ठ्याक्कै हाइवे जत्रो हुन्छ कि नेपालमा चाहिँ हुन्छ नि डिपी हाइवे जुन जापानले निर्माण गरेको त्यस्तै छ कि यहाँ सक्नुहुन्छ यसको एन्ट्री जस्तो हुन्छ होइन दाइ अगाडि गइरहनु भएको छ सो भित्र जाउँ त आउनु पारि जाउँ हुँदै जाने हामी जसरी होइन कति आनन्द कति शीतल होइन एसी सेसीको व्यवस्थापन सबै कुरा भएको होइन यहाँ चाहिँ क्यामेरा छ सो भिडियो बनाउनु चाहिँ अलग सक्दैन छैन भयो नि हामी चाहिँ बनाइदिउँ भनेर चाहिँ होइन होइन दाइ चाहिँ लुटुलुट हिँडेको छ हेर्न सक्नुहुन्छ कति सफा छ एउटा धुलोको टुक्रा हाम्रो अन्डरग्राउन्डमा सपिङ मल बनाइदिन्छन् अब यहाँ हेर्नु कत्रो सो स्पेस ल हेर्नु हाम्रो नेपालको हाइवे जत्रो पनि त ल हेर्नु हेर्नु यहाँ अन्डरग्राउन्डको स्पेस बाप रे बाप ठ्याक्कै नेपालको हाइवे ल लाइटहरूको सिस्टम यस्तो दामी होइन कोही छैन हामी 2 जना मात्रै छौँ अगाडि लिफ्ट छ होइन तपाईँलाई देखाउँछु त्यो लिफ्ट चाहिँ कस्तो भन्दाखेरि लाइक जुन व्हिल चेयरको मान्छेहरू हुन्छ नि जो उनीहरूको लागि मात्रै युज गर्ने हो नत्र हामी चाहिँ सिडी नै युज गरेर जान्छौँ किनकि फेसिलिटी सबैको लागि छ होइन तर अशक्तको लागि फर्स्ट प्रायोरिटी छ कि यहाँनिर चाहिँ एकदम राम्रो पार्किङहरूदेखि लिएर हरेक कुरामा चाहिँ जो अशक्त मान्छे हुन्छ नि त्यसको लागि चाहिँ एकदम राम्रो फेसिलिटी छ यहाँ होइन सो हेर्न सक्नुहुन्छ यही हो लिफ्ट चाहिँ यो लिफ्टमा चाहिँ ओन्ली व्हिल चेयरवालाहरू मान्छेहरू जान्छ होइन सो हामी चाहिँ व्हिल चेयरवाला होइन होइन अब यतिको लागि आफूले आफूलाई खुट्टा भाँचेर व्हिल चेयर बनाउनु होइन त्यही भएर चाहिँ दाइ यहाँ चढ्नुभयो यस्तो हाइवे छ सिँढीहरू पनि एकदम सफा सुग्घर होइन आहा आनन्दको भएर टक्कसँग हाइवे पार गरियो अन्डरग्राउन्डबाट के भन्नु चाहिँ बेसी दाइ कस्तो छ दुबईको चाहिँ फेसिलिटीहरू मरुभूमिमा यस्तो कुराहरू बनाउन सक्नु हाम्रो नेपालको लागि बेजतको कुरा होइन मरुभूमिलाई भूमि बनाइदिए अनि हाम्रो भूमिलाई चाहिँ मरुभूमि बनाइदिए नेताहरूले होइन नेपालमा गर्मी बढ्दै गएको छ यहाँ चाहिँ गर्मीहरू कन्ट्रोल हुँदै गएको छ बोट बिरुवाहरू हेर्न सक्नुहुन्छ है यसरी चाहिँ टक्कै नआउने ठाउँमा पनि मजाले हरियाली बाहिरबाट माटो किनेर ल्याएर होइन लाइक एकदम धेरै के विकसित गरेको छ कि हाम्रो चाहिँ होइन के भन्छ कटरको गेडा थुक्दै पनि अर्को गर्दै पनि जे गर्दै पनि ती उब्रिन्छ हो कि नि दाइ अब यहाँ त्यो खालको छैन कति दुःख गर्नु चाहिँ यहाँ पाइप लाइनहरू कसरी लगाउँछ भन्दाखेरि हेर्न सक्नुहुन्छ है यसरी पाइप लाइनहरू लगाएर होइन पानी यहाँ 24 आवरलाई चाहिँ पानीको व्यवस्थापन गरेर माटो यो बाहिरी माटो किनेर ल्याएर
त्यसरी चाहिँ यहाँनिर व्यवस्थापन गरेको हुन्छ होइन। सो केही सिक्न धेरै सिक्न लायक छैन, बाहिर आएर चाहिँ धेरै कुराहरू सिकिन्छ होइन। चाहिँ यिनीहरूले कसरी त्यो गरिब कन्ट्री होइन नि, एउटा बाल्दै बालको कन्ट्रीलाई चाहिँ एउटा डेभलप गरेर यस्तो बनाएको छ कि कुरा नगर कि, कुरा गर्दै नगर कि। सो हाइवेहरू हेर्न सक्नुहुन्छ, नेपालको टुँडिखेलबाट सानो होला होइन, त्योभन्दा ठुलो चाहिँ हाइवे छ कि। कहाँदेखि कहाँसम्म हामीलाई त्यो अन्डरग्राउन्ड पार गर्ने लगभग 1 मिनट लाग्यो होला कि, त्यत्रो ठुलो हाइवे छ। यो त अझ फुचेर आएको दुबईको एकदमै युएईको सानो एउटा गाउँ जस्तो हो होइन। त्यस्तो ठाउँमा नि यत्रो छ, दुबईमा त झन् कुरै नगरौँ होइन। म चाहिँ जाँदैछु दुबई, के भन्नु त अरविन्द दाजु गरिम भएर होइन, कालो चस्मा लाग्छन्, आँखा साँखा देखिँदैन। बिल्डिङहरू पनि कत्रो कत्रो छ क्या होइन। बाबा सकिन्छ त नि, पार लाग्छ लाग्दैन नि। सो क्यामेराहरू चाहिँ जताभावी अलाउ छैन यहाँ होइन, अलिकति हेरेर गर्नुपर्छ, नत्र भनेदेखि फाइन हानिदिन्छ, गाह्रो छ। हामी गरिबहरूलाई पानी प्यास लगाएर मर्नु भएको यार, कहाँ जानु। एउटा समस्या चाहिँ युएईको के हुन्छ भन्दाखेरि लाइक हाम्रो नेपाल जस्तो जहाँ पाए त्यहीँ हावा पाउने बिचमा पानी पाउने त्यो छैन क्या यहाँ चाहिँ। ठाउँमा गयो भने गयो, नत्र महँगो पर्छ। त्यो समस्या हो कि त होइन नि। यो विषयमा के भन्न चाहनुहुन्छ, त्यो हुन जरुरी छ है। पानीको समस्या चाहिँ हो यार। म दुबईतिर होइन त्यो इन्टरभ्यू दिन जाँदा अस्ति न, म यस्तो गाह्रो भएन मलाई पानी खानु नपाएर यार, कहीँ छैन केही छैन गोडसरीहरू। अनि छिर्न पनि लाज लाग्ने कि, एउटा पानी किन्ने के छिर्नु भने जस्तो लाग्ने कि त्यो नयाँ नयाँमा त। अहिले पो थाहा भयो त हाम्रो नेपालको जस्तो ढाबा यहाँ नहुँदो रहेछ, छिर्नु पनि त्यस्तैमा रहेछ। 1 रुपियाँ किन्नुको लागि 2 रुपियाँ किन्न पनि त्यहीँ छिर्नु पर्ने रहेछ। अब सुरुसुरुमा आउँदा त यहाँ त के लाज लाग्छ, 1 ग्राम दिएर एउटा सिक्का दिएर होइन के पानी लिन जानु भने जस्तो हुन्थ्यो। तर वास्तवमा कुरो त्यही रहेछ। अब निष्ठो गर है त।